Hello guys, welcome to my new another videos. यो सानो भिडियो हजुरहरूले हेर्दिनु होला। यो काठमाडौँबाट चाहिँ मैले एउटासम्मको सानो भिडियो रमाइलो क्लिपहरू राखेको छु, हेर्दिनु होला। सबैजनालाई स्वागत छ। अब हामी भिडियो स्टार्ट गर्दै छौं। यहाँबाट अब हामी यहाँ बल्खुबाट काठमाडौँको बल्खुबाट हामी निस्किँदै छौं। मैले सानो भिडियोहरू बनाउँदै गरेको छु र बाटोमा चाहिँ यसरी सानो सानो भिडियोहरू बनाएर जोडेर यसै भिडियोमा चाहिँ मैले हालेको छु। मेरो पारा यस्तो छ, पछाडि मान्छेहरू डन्नै छ। भिडियोलाई मन पर्छ भने लाइक गरिदिनु, कमेन्ट गरिदिनु, सब्स्क्राइब गरिदिनु र हजुरहरूले मेरो भिडियो कस्तो छ, कस्तो लागिरहेछ त्यो कुराहरूको सल्लाह सुझावहरू पनि गरिदिनु होला। हामी चाहिँ अहिले यहाँ नयाँ बाटो हुँदै आउँदैछौँ। हामी हेटौँडातर्फ बढ्दैछ बाटो। बाटोमा निकै रमाइलो ठाउँहरू आएको थियो। यो ठाउँलाई चाहिँ के भन्छ, यो ठाउँलाई के पो भन्छ नामै बिर्स्यो, सायद यता होला। यो के भन्छ, दक्षिण काली मन्दिर पनि यही नजिकै पर्छ है साथी हो, दर्शन गर्नु होला। त्यही हो, हामी जाँदै गर्दाखेरि बाटोमा चाहिँ आजभोलि बसन्त ऋतु भएको कारणले हरियो सबैतिर रमाइलो थियो। त्यही भएर मैले चाहिँ एउटा सानो भिडियो बनाउन कोसिस गरेँ, तर भिडियो चाहिँ त्यति राम्रो छैन, तर हजुरहरूले राम्रोसँग हेरिदिन सक्नुहुन्छ। बाटोमा नासपातीको रुखहरू थियो। जे होस्, बाटो चाहिँ सबै ठाउँमा पिच रहेछ है। काठमाडौँबाट हेटौँडासम्मको बाटो सबै ठाउँ पिच छ। हल्का कता चाहिँ नयाँ बन्दै गरेको पनि छ, नत्र प्राय सबै ठाउँमा चाहिँ पिच नै छ है। अफरोडहरू पनि अलिअलि थोरै छ। वरिपरिको दृश्यले मलाई लास्टै मनमोहक बनाएको थियो। निकै मनोरम दृश्य साथ हामी जाँदैछौँ हेटौँडातर्फ। यो ठाउँ चाहिँ हाम्रो सिस्नेरी भन्ने ठाउँ हो। सिस्नेरीमा चाहिँ अस्ति भन्दा अलिक पोहोर परारतिरै हो यो बाढी आएको थियो, जसले गर्दा चाहिँ यहाँ अहिले बाटो छैन भन्नाले यो खोलाबाटै चाहिँ तरेर जानुपर्ने अवस्था रहेछ। सिस्नेरीमा चाहिँ मान्छेहरू, बच्चाहरू पनि बितेको मरेको थियो यो खोलाले बगाएर। माथि कुलेखानी छ, कुलेखानीको ड्याम छ, ठुलो ड्याम। सोही ड्यामबाट चाहिँ यो पानीहरू आउने गर्दछ। र हेटौँडाबाट चाहिँ यसरी जीपहरू, टाटा सोमोहरू अनि इलेक्ट्रिक सोमोहरू चाहिँ टन्नै काठमाडौँको लागि जाने र काठमाडौँबाट आउने गर्दछ। यो बाटोमा बस चाहिँ चल्दैन है गाइज। यो बाटोमा मैले थाहा भएअनुसार बस चाहिँ चल्दैन, तर टाटा सोमो, इलेक्ट्रिक सोमोहरू चल्दो रहेछ। अनि यो काठमाडौँबाट नजिकै अहिलेको जुन भाइरल ठाउँ छ, यो के झरना हो भन्ने ठाउँ चाहिँ यहाँबाट लेफ्ट लागेपछि आउँछ। मनोरम दृश्यसँगै हामी जाँदैछौँ। कहिलेकाहीँ त यो ठाउँहरू त इन्डियाको काश्मीरतिर जस्तो पनि लाग्छ। अलिअलि त्यस्तै खालको भाइब्स दिन्छ। गाडीहरू जाम छ यो सिस्नेरीको खोलामा। आउँदैछ, कोही जाँदैछ। भिडियोलाई लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला। यो ठाउँलाई चाहिँ बतासे भन्ने ठाउँ हो। यो ठाउँमा चाहिँ हामी खाजा खाना कोही खाजा खानलाई बस्दो रहेछन् र निकै रमाइलो लाग्यो। त्यही भएर मैले एउटा सानो भिडियो बनाएँ। निकै हरियो थियो। यताबाट चाहिँ कहिलेकाहीँ चाहिँ हिमालहरू पनि देख्दो रहेछ है साथी हो।
हामी फेरि अब हेटौडातर्फ लाग्दैछौँ अगाडि बढ्दैछ हाम्रो गन्तव्य ड्राइभर दाइले गाडी हाँकेको छ अहिले चाहिँ हामी ठ्याक्कै भीमपेदी आइपुग्न लाग्यौँ भिडियो रेकर्ड गर्ने ठाउँ पनि कस्तो तरिकाको भयो के अलिक मिलेन उकाली ओह्राली बन्ज्याङ चौतारी ल हुन्छ हेर्दा हेर्दै म चाहिँ हेटौडातिर आइपुगे साथी हो अबको भिडियो छैन धेरै जसले यो भिडियो हेर्दै हुनुहुन्थ्यो सबैले सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु कस्तो भन्छ भिडियो है गाइज प्लिज